यहाँ हेर्छु अनि त्यहाँ हेर्छु त ओ माय गॉड हेलो एभ्रीवान हे गाइज वेलकम ब्याक टु माई च्यानल इट्स फर साथीहरु नमस्ते सबैजनालाई आज चाहिँ मैले फेरि एउटा नयाँ भ्लग लिएर आएको छु आज चाहिँ फेरि मैले एउटा नयाँ भ्लग लिएर आएको छु हामी चाहिँ ढुङ्खरको काभ्रे जाँदैछौँ मेरो चाहिँ एक्जाम सकिएर बिदा छ अनि मामु चाहिँ यहाँ आइसिन्छ हेलो भन्दैछु न मामु हजुर हेलो नमस्ते सबैजनालाई भन्दैछु न सो अब चाहिँ अहिले हामी चाहिँ मामुको अफिस जाँदैछौँ किनभने मामुको अफिसमा त काम सकाएर जानुपर्छ त्यसैले गाइज अब चाहिँ हामी मामुको अफिस जाँदैछौँ मामु चाहिँ पार्किङ गर्दै हिँड्छ अफिसको पार्किङ मामुको अफिस आइपुग्यो गाइस यहाँ चाहिँ म म्यामलाई नमस्ते भन्छ नमस्ते भ्लग बनाउँदै गाइस अब चाहिँ हामी साँच्चीकै हिँड्यौँ होइन अब चाहिँ हामी यहाँबाट गयौँ अब चाहिँ हाम्रो के हो यात्रा सुरु हुन्छ बाटोमा यस्तो धुलो oh my god गाइस हजुरहरूलाई थाहा छ हामी मामुको अफिसबाट 35 मिनेटमा हामी बनेपा आइपुगिसक्यौँ यति बाटो यति बिग्रेको थियो यति धुलो मेरो सबै यहाँ हेर्न सकिन्छ हजुरहरू पुरै के भन्छ अरे उनै छ के अरे धुलो नै छ नेचुरल पाउडर नेपालको मामुको नि हालत त्यस्तै भइसकेको छ अब चाहिँ हामी बनेपा आइसक्यौँ अब घर गएर नुहाउनु पर्छ यार हिजो भर्खरै नुहाएको मेरो कपाल मेरो मुख मेरो आँखा तर भ्यू चाहिँ दामी छ गाइस मेरो नेल्स पनि दामी छ गाइस फेरि हामी बनेपाबाट 5 मिनेटमा पनौती आइपुग्यौँ यार मामुलाई त म मान्छु क्या साँच्ची नै बनेपाबाट 5 मिनेटमा आइपुग्यौँ अब हामी यहाँ फलफुल किन्छौँ है अब चाहिँ हामी फलफुल किन्छौँ यहाँ अनि त्यस पछाडि जान्छौँ गाइस हामी चाहिँ अब पनौतीबाट फलफुलहरू किनेर लाग्यौँ घरतिर अब कति अब 1 घन्टामा पुग्छौँ होला सायद हेर्दै जाऊँ कति हुन्छ यो चाहिँ पनौती भित्रको दृश्य हो यहाँ चाहिँ पुराना घरहरू पनि छन् यो चाहिँ सबै पुरानो घरहरू हो अहिलेसम्म यहाँ चाहिँ उस्तै छ हजुरहरू पनि हेर्न सक्नुहुन्छ यी हेर्छु सबै यो सबै पुरानो हो अहिलेसम्म छ अझै अगाडि पनि कति धेरै छ म देखाउँदै जान्छु हजुरहरू हेर्दै गइस्यो हेर्न सक्नुहुन्छ यता पनि त्यही हो गाइस
प्लस पानी पनि पर्न लाग्यो धन्न हामीलाई पानीले चाहिँ भेट्दैन होला हामी घर पुग्न लागिसक्यौँ अब हामी 5 बजे आइपुग्यौँ अनि अँध्यारो हुँदै गइरह पानी पनि पर्न लागिसक्यो कतै घाम कतै पानी बाटो यस्तो अप्ठ्यारो त्यही नि धन्न मामुले लिएर आइसक्यो उताबाट गाडी आउँदैन यता हामी रोकिनु पर्ने बाटो क्या यति साग्रो कस्तो धुलो त्यही त म देखाइदिन्छु गाइज धुलो हेर्छु न धुलो गाइज यो चाहिँ हाम्रो गाउँ हामी आइपुगिसक्यौँ अब चाहिँ घर जान मात्र बाँकी छ हामी जाने चाहिँ उयो तलको जुन छ नि हो यो बाटो है गाइजहरू गाइज लास्ट आवरमा आएर चाहिँ आइफोनले मलाई धोका दियो मेरो आइफोन नै अफ भयो त्यसैले मैले चाहिँ मामुकोबाट बनाएको यो भिडियो अनि मैले चाहिँ के भन्दा लाग्थ्यो भने यहाँ घर जाने बाटोमा छिर्ने बित्तिकै कति आनन्दको कस्तो सफा राम्रो हावा आइपुग्यो आयो कति शीतल भयो कति गर्मी भएर थियो वा अनि गाइस बाटो पनि बनेछ कस्तो खतरा भएछ भनेको त यहाँ बिचमा फेरि यस्तो बाटो नि यस्तो थिएन कस्तो राम्रो पिच भएछ अनि त्यस पछाडि हामी पनि अब घर आइपुग्न लाग्यौँ गाइस वाउ कस्तो खतरा छ यार गाउँ आउनुको पनि छुट्टै मजा छ गाइस गर्मी भएर रामा यस्तो भएको थियो अहिले शीतल कस्तो टाढो भयो तर शीतल भयो गाइस अब खोला आउँदैछ खोला चाहिँ सबै सुकिसक्यो त्यस्तो छैन तर जे भए पनि अल्गत भइन्छ पहिला कस्तो थियो कस्तो भयो अहिले त आजको घाम यति धेरै थियो कि गाइस होइन म यहाँ हजुरहरूलाई डिफ्रेन्स देखाउँछु है यहाँ हेर्छु अनि त्यहाँ हेर्छु त ओ माई गड डिफ्रेन्स अझ यहाँ फोनमा त राम्रोसँग देखिएन अनि यता पनि राम्रोसँग देखेको छैन तर रियलमा त अनि कस्तो हो गाइस यो हाम्रो माथिको घर अब यो चाहिँ घर जाने बाटो म बिस्तारै गएछु है यस्तो बाटो बिग्रेर माइलट फाइनली घर आइपुग्यो गाइस अब त मास्क खोल्छु बाटोमा त यति धेरै धुलो थियो त्यसैले मास्क नखोलेको आमा बोल्दै आइज भने दिदी जात श्रेयालाई गाइसमा देखाउँछ हजुरलाई नि देखाइ कस्तो थियो जय श्रीमान नारायण आमा श्रेया बेबी किन रिसाको मेरो भ्लगमा आयौ तिमी युट्युबमा टिभीमा यहाँ सानी बहिनी पनि आई भोलि पर्सि ठुलो भएपछि हेर्नु आमा पनि हेलो एभ्रिवान भन्दिस्यो हेलो एभ्रिवान मेरो छोरीको च्यानल सब्स्क्राइब गरिदिनु पर्यो सबैले माया देखाउनु पर्यो ल गाइज हामी नातिनी आमा यहाँ मामु बल्ल हाँस्यो है मान्छे किन मर्न खोजेको नि सोल्टिनी मर्न खोजेको अर्की चाहिँ रोयो है गाइज गाइजहरू भन न गाइजहरू रचनाले भेट्यो भन न म धेरै लजाउँछु भन न ल लाइक सब्सक्राइब गरिदिनुहोस् भन न हस् ल थ्याङ्क यू सो मच गाइज फर वाचिङ टिल द इन्ड अनि त्यस पछाडि यस्तै भयो यसरी नै आइयो थ्याङ्क यू सो मच सबैजनालाई हाम्रो फेरि अब अर्को भ्लग म बनाउने नै छु यस्तै केही चान्स मिल्यो भने अनि हजुरहरू फेरि हेर्स्यो सब्सक्राइब गर्छ्यो हेर्नको लागि हस् त थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू सो मच फर वाचिङ टिल द इन्ड अनि लाइक सब्सक्राइब गरिदिस्यो भन त लाइक सब्सक्राइब गरिदिस्यो भन न ल गुड अर्को पोच
थ्याङ्क यू भन्देऊ थ्याङ्क यू लास्टसम्म हेर्दिसेकोमा भन त लास्टमा हेर्दिसेकोमा रसाइनलाई माया गर्दिस्यो है भन त रचना दिदीले माया गर्छ तिम्रो म को हो भन्देऊ न त रचना दिदी कति माया लाग्छ धेरै कति धेरै लड्न चाहिँ नलडास थ्याङ्क यू भन्देऊ थ्याङ्क यू ल आमा नि थ्याङ्क यू भन्दिस्यो थ्याङ्क यू लास्टसम्म हेरेकोमा लास्टसम्म हेरेकोमा लास्टसम्म हेरेकोमा थ्याङ्क यू ल गुड